मानसिक स्वास्थ्य हाम्रो जीवनको आधार हो, तर अहिले पनि धेरैले यसलाई लाज, अन्धविश्वास र डरसँग जोडेर बुझ्छन्। यसले समस्या भएका व्यक्तिलाई सहयोग खोज्न कठिन बनाइरहेको छ। बालबालिका र किशोर किशोरीहरूमा आधाभन्दा धेरै मानसिक समस्या 14 वर्षभित्र नै देखिन सक्छ। त्यसैले विद्यालय, परिवार र समाजले मिलेर मनको कुरा खुल्ला रूपमा गर्ने वातावरण बनाउनु आजको आवश्यकता हो। नेपाल सरकारले एक विद्यालय, एक स्वास्थ्यकर्मी जस्ता कार्यक्रम ल्याएर बालबालिकाको मानसिक स्वास्थ्यमा ध्यान दिइरहेको छ। युवामा पनि प्रतिस्पर्धा, बेरोजगारी, सामाजिक दबावका कारण तनाव बढ्दो छ। यसैले सबै तहमा सचेतना जरुरी छ। यसै उद्देश्यका साथ सरकारले स्वस्थ मन, स्वस्थ जीवन, मनका कुरा गरौँ भन्ने नारासहित मानसिक स्वास्थ्य सचेतना अभियान 2082 सुरु गरेको छ। यस अभियानमा बालबालिका, अभिभावक, शिक्षक, युवाहरू, समुदाय सबैको सक्रिय सहभागिता आवश्यक देखिएको छ। साथै मानसिक स्वास्थ्य केवल उपचारको कुरा मात्र होइन, यो हरेक व्यक्तिको खुसी र सम्मानित जीवनसँग जोडिएको विषय हो। सबै मिलेर स्वस्थ, सहयोगी र सकारात्मक समाज बनाउन हातेमालो गरौँ। धन्यवाद। स्वस्थ मन, स्वस्थ जीवन, मानसिक स्वास्थ्य सचेतना अभियान 2082। मनको कुरा गरौँ।